हेलो नमस्ते यहाँहरू सबैजनालाई आज धेरै दिन बाद फेरि एकदमै दामी प्लेस जुन चाहिँ तपाईँहरूलाई मैले अगाडि पनि देखाएको थिएँ र म आशा गर्छु तपाईँहरूले मेरो भिडियोलाई सधैँझै माया गरिदिनुहुन्छ होला, सपोर्ट गरिदिनुहुन्छ भनेर। र आउनुहोस् अगाडि हेर्दै जाउँ कस्तो के हुनेछ, नजरियाहरू तपाईँहरूलाई म देखाउनेछु र स्किप नगरी र अन्तिमसम्म हेरिदिनुहुन्छ म आशा राख्दछु। थ्याङ्क यू। दर्शनहरू पनि भयो अहिले। र धेरै दिन बाद यो भिडियो स्टार्ट गर्दैछु यहाँ राबङ्ला बुद्ध पार्कबाट, किनभने स्ट्रेस भइरहेको थियो लाइफ होइन, प्रेसर सबै देउसे भैलो यो दसैँ तिहार सबै कम्प्लिट भएर र फेरि स्टार्ट गर्दैछु। कति दिन युट्युबमा ग्याप पनि भएको थियो होइन, र अबको यात्रा यसरी नै कन्टिन्यू हुनेछ। हाम्रो गाडी आइसकेको छ। ओके, सो हामी चाहिँ हाम्रो डेस्टिनेसनतर्फ लागिरहेको छौँ। यहाँ आउँदाखेरि एकदमै डिफ्रेन्ट भाइब हुन्छ, एकदमै रमाइलो लाग्छ होइन। कुछ वेदर चाहिँ अहिले फिलहाल यस्तो छ, यहाँको प्लेस, यहाँको हावा, यहाँको इन्भाइरोमेन्ट एकदमै क्लिन होइन, रिफ्रेसमेन्ट लाग्छ मलाई चाहिँ। मेरो वान अफ द फेभरेट प्लेसहरू पनि हो। लोकल टुरिस्ट लिएर जाँदैछु, कस्तो हुन्छ अब लेट्सी, कस्तो लाग्छ उनीहरूलाई रिएक्सन। यहाँ जग्गाको नाम भनिदिनु पऱ्यो। मेरो नाम सुभाष है, यताकै हुनुहुन्छ नि? म यताकै हो। हजुर, थ्याङ्क यू। तपाईँहरूले लिएर हिँड्नु पाउन फेरि मलाई खुसी लागिरहेछ। हिजो भर्खर भेटेको दादालाई फेरि ब्याक टु ब्याक भेटिहालेँ सेकेन्ड टाइम। हेलो, र एउटा पोइन्ट चाहिँ यस्तो दामी देखेँ होइन, तपाईँहरूलाई म देखाउने छु। त्यो चाहिँ कस्तो भन्दाखेरि जुन चाहिँ हामीले रिसेन्टली धेरै सोसियल मिडियाहरू प्लेटफर्ममा हामीले हेरिरहेको थियौँ, त्यो चाहिँ आज लाइभ म हेर्दैछु र अलिकति बादलले गर्दा चाहिँ ढाकेको छ, हेर्नुहोस्। अहिले चाहिँ हामी आइपुगिसकेको छौँ राबङ्ला। यहाँको वेदरले हेर्नुलाई एकदम चिसो हावा, अलवेज माथि आकाश पुरै उज्यालो। के भएछ? र फाइनली हामी आइसकेको छौँ। यो चाहिँ आफ्टर सो मेनी डेज भनौँ न, धेरै दिन बादमा एउटा जीवनको होइन लाइफमा भनिदिउँ कस्तो एउटा स्ट्रेस, एउटा प्रेसर होइन, मतलब आफ्नो काम लिएर, आफ्नो कतिवटा कुरोहरू लिएर। र when life get cooked you have to take a rest, मतलब आई मिन you have to take a break, visit यस्तो प्लेसमा एकदमै। र मैले चाहिँ के सोचेको भन्दाखेरि धेरै दिन भएको थियो ग्याप भएको, मैले युट्युबमा भिडियोहरू पनि बनाएको थिएन, र अब चाहिँ सोच्दैछु यहाँबाट फेरि स्टार्ट गर्छु, त्यही नयाँ नौलो कुराहरूलाई लिएर भिडियोहरू बनाउने छु। तपाईँहरूले सपोर्ट गरिदिनु होला होइन, माया गरिदिनु। थ्याङ्क यू भेरी मच। र अहिले चाहिँ फिलहाल कन्स्ट्रक्सनको कामहरू भइरहेको रहेछ, र पनि केही छैन, एउटा दर्शन होइन, एउटा ब्लेसिङ्स लिनु हामी आइसकेको छौँ र एकदम खुसी लागिरहेको छ। यहाँको हावा, यहाँको इन्भाइरोमेन्ट त त्यही हो, तपाईँहरूले भन्नु नै पर्दैन, ओम माने पनि हो। त्यो प्रिन्टिङहरू छ, कस्तो दामी देखिदिएको, तपाईँहरूले हेर्न सक्नुहुन्छ। यहाँ चाहिँ टिकट काउन्टर, यो चाहिँ ओपनिङ गेट। यहाँबाट चाहिँ हाम्रो एन्ट्री, यस्तो दामी अगाडि
सक्नुहुन्छ तपाईँहरू। भाइ यहाँबाट चाहिँ कुछ यस्तो एन्ट्री त। आज चाहिँ धेरै स्टुडेन्टहरू हामी देख्दैछौँ। कन्स्ट्रक्सन लाइक पेन्टिङको कामहरू हुँदै रहेछ होइन। र पनि यहाँको एउटा बेग्लै दृश्यहरू तपाईँहरू देख्नुहुन्छ। एकदमै खुसी लाग्छ मलाई चाहिँ यस्तो। विशेष कलेजको स्टुडेन्टहरू म देख्दैछु। दामी चिसो हावा एकदमै मनपर्दो बेस्ट। र यो चाहिँ सिक्किम बुद्ध भन्ने उहाँ चाहिँ सुटिरहनु भएको छ एक्सनमा नै। र अहिले चाहिँ फोटो सेसन भइरहेछ हाम्रो। यहाँ सबैजना फोटोको लागि व्यस्त छ। यहाँ बिजी छ। आफ्टर लङ टाइम कस्तो लाग्दैछ? कसैको फेरि यहाँ बोली नै गायब भइरहेको छ। अहिले चाहिँ हामी जाँदैछौँ एकदम यस्तो भिडियो सुट फोटो सुटहरू भइरहेको छ। र पुरै बिजी छ। सबैजना यहाँ घुम्न आउनु भएको रहेछ होइन। भिडियो पुरै पोस्ट दिँदैछ बहिनीहरूले। दामी आउँदैछ यहाँ बसेर चाहिँ कस्तो भ्यू देख्छ भन्नु तपाईँहरूलाई। दिस इज मी। हेलो एभ्रिवान। र आज धेरै दिन बादमा म भिडियो बनाउँदैछु। तपाईँहरूले हेर्नु होला होइन अन्तिमसम्म। र भ्यू चाहिँ कस्तो छ तपाईँहरूलाई देखाउने छु। 1 2 3 नानीहरूदेखिको लिएर एभ्रिवान सबैजना खुसी छ है। हामी पनि त्यसमा चाहिँ एउटा साइनो चाइनिज डान्स भइरहेछ। यहाँ चाहिँ मेरो आफ्नो मान्छेहरू भेटेँ मैले। बल्ल बल्ल मैले मेरो आफ्नो गाउँको मान्छेहरू भेट्दैछु। डान्स 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 यहाँसम्म आइपुग्दा चाहिँ पछाडि चाहिँ कस्तो देख्छ तपाईँहरूलाई म देखाउँछु ल। पछाडि चाहिँ लुक एट दिस। वेलकम। क्या दामी देख्दैन। कताबाट कमिङ। हेलो 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 छिटो हेलो। उहाँ चाहिँ हाम्रो क्युट गेस्ट आज हामीले भेटेको छ। हेलो ओइच भन्दै थियो अहिलेसम्म। यहाँ हेर्नुहोस्।
एकदम अलगे मान्छे भेटेको छ है। आम्मामा यो हो नि त कुन डान्स र अहिले हाम्रो दर्शन पनि भइसक्यो बट भित्र चाहिँ फोटोग्राफी भिडियोग्राफी नट एलाउड। एकदमै खुसी लाग्छ होइन एकदम पिस। अहिले चाहिँ यहाँ चाहिँ कुछ यस्तो ओके सो सबै दर्शनहरू पनि भयो। अहिले वेदर चाहिँ एकदमै दामी पनि भइरहेको छ होइन। थ्याङ्क यू सो मच तपाईँहरूले यसरी नै भिडियो कस्तो लाग्यो तपाईँहरूले कमेन्ट गरिदिनु होला। र धेरै दिन बाद यो भिडियो स्टार्ट गर्दैछु यहाँ राबङ्ला बुद्ध पार्कबाट किनभने एकदमै स्ट्रेस भइरहेको थियो लाइफ होइन। प्रेसर सबै देउसे भैलो यो दसैँ तिहार सबै कम्प्लिट भएर र फेरि स्टार्ट गर्दैछु। कति दिन युट्युबमा ग्याप पनि भएको थियो है। र अबको यात्रा यसरी नै कन्टिन्यू हुनेछ। तपाईँहरूको माया आशीर्वादको खाँचो मलाई सधैँभरि बनिरहनेछ। थ्याङ्क यू सो मच। टेक केयर स्टे सेफ। अबको नेक्स्ट कहाँ जाने त? अब चाहिँ तिमीतारको जानुपर्छ। तिमीतारको त्यसपछि चाहिँ सनसेट चाहिँ आज यो लगाएर हाम्रो सेकेन्ड टाइम कस्तो लाग्दैछ भन्नु न। राम्रो लाग्यो। अब थर्ड टाइम पनि होपफुली एकपल्ट गराएको चाहिँ अझै राम्रो हो। थर्ड टाइम पनि आउनु पाऊँ त्यही विस गर्छु। यहाँ आउँदा जहिले पनि मलाई एक किसिमको आनन्द र एउटा शान्त लाग्छ। र यहाँको एक्सपिरियन्स के भन्नु त्यो मेरो मनमा मेरो मस्तिष्कमा मैले राखेर गएको छु र सधैँ यहाँ आउनु पाऊँ ईश्वरसँग सँगै प्रार्थना र सबैलाई थ्याङ्क यू सो मच।